कृपया यो भाग हेर्नुभन्दा अगाडि पछिल्लो भाग हेरेर आउनुहोला। मैले हिजो तिमीहरूलाई पाठ 10 को होमवर्क गरेर अनि पढेर पनि आओ भने थिएँ। ल अशोक तिम्रो होमवर्क देखाउ त। सर मैले त पाठ 10 मात्र होइन पाठ 12 सम्म गरेर ल्याएको छ अनि पुरै बुक पनि पढेर आइछु नि। हो र, भेरी गुड। तिमीले यस्तै गरी मेहनत गर्दै गयो भने तिमी यो स्कुल टप्पर मात्र होइन पुरै देश टप्परै हुन्छौ। तर मलाई त पुरै विश्व टप हान्न मन छ सर। ए हान्छौ मजाले हान्छौ। साला अल्बर्ट आइन्स्टाइनको मिथ। ओइ विवेक तेरो होमवर्क देखा। सर हिजो तपाईँले होमवर्क दिने बेला म टोइलेट गएको थिएँ क्या। तर मैले हिजो कसैलाई बाहिर त पठाइनँ। हेर्नु न सर, कपी नै घरमा बिर्सिछु भने। खाना र हग्न त बिर्सिँदैनस् नि। त्यो त नेचुरल प्रोसेस हो नि त सर। मलाई अरू कुरा थाहा छैन, अब त्यहीँ उठेर बस। किन बसिस्? तपाईँले नै भने होइन उठेर बस। उठिराख। ल अरू सबैले होमवर्क गरेकै हौ ल भन्ठाना छु। अब अर्को पाठ पढौँ है त। सर यो त भेदभाव भइहाल्यो नि। के का भेदभाव? ल कसले होमवर्क गरे छैन हात उठाउ त। सर मान्नुहोस् कि कसैले मेरो पेन चोर्यो। अब तपाईँले क्लासमा आएर कसले यसको पेन चोर्याछ हात उठा भनेर पेन चोर पत्ता लाग्छ। भर्ता बोल्ने होइन, चुप लाएर उठिराख। साला तालु बुढो। के भनिस्? केही होइन सर, पढाउनु। ल आज हामी पढ्छौँ कविताको बारेमा। त्यो कसैले नचिन्ने केटीको बारेमा चाहिँ किन पढ्नु? कविता भने पोएमका पोएम। ए ल पढाउनु। ल अशोक एउटा कविता वाचन गर त। मेरो कविताको शीर्षक छ पानी। पानीले हाम्रो प्यास मेटाउँछ। वाह 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 वाह। पानीले हाम्रो प्यास मेटाउँछ। बलेको आगो पनि पानीले नै निभाउँछ। वाह अति सुन्दर। थुक्क, यसको भन्दा राम्रो कविता त मै भनिदिन्छु। ल भन्न त भन्। मेरो कविताको शीर्षक छ तालुमा आलु। हाम्रो नेपाली सरको कपाल छैन त्यसैले सबले भन्छन् यसलाई तालु। वाह वाह भन्न। हा वाह वाह वाह। हाम्रो नेपाली सरको कपाल छैन त्यसैले सबले भन्छन् यसलाई तालु। त्यो तालुमा ढुङ्गा हान्यो भने निस्किन्छ त्यो भन्दा नि ठुलो आलु। पख तँलाई त म प्रिन्सिपललाई नभनी कहाँ छोड्छु र? किन र सर, मैले त्यस्तो खतरा कविता भनिर? अरे हो आफूलाई लक्ष्मी प्रसाद सम्झिने लोहादे प्रसाद। राइमिङ मात्र मिलाएर कोही कवि बन्दैन, बुझिस्? बुझी। भोलि तिमीहरूको प्र्याक्टिकल मार्क्स दिइन्छ। सबजना स्कुलमा प्रेजेन्ट हुने नि। एकजना बराबर 25 मार्क्स आउँछ है। सर त्यसो भए म मेरो टोलका 3 जना थप केटाहरू ल्याउँछु। म शुद्ध 4 जना भइहाल्छ। मलाई त 100 मार्क्स आउँछ होला नि, होइन? नाम भने विवेक, तर यसको विवेक कुन दुलोमा छ थाहा छैन। ल अब म तिमीहरूलाई शब्द अर्थ सोध्छु है त। ल अशोक भन त। सर उठौँ। पर्दैन बाबु पर्दैन। तिम्रो खुट्टा दुख्ला फेरि पढ्ने मान्छे जात दिने बेला केही भइहाल्यो भने त हाम्रो त नाकै काटिन्छ नि। बसेरै भन्दा हुन्छ। हस् सर हस्। ल म शब्द भन्छु तिमी अर्थ भन है। नित्यकर्म, दिनदिनै गरिने काम, अविस्मरणीय, बिर्सन नमिल्ने, संकीर्णता, साँघुरो विचार। ल भयो तिमीलाई सब आउँदो रहेछ। घोकन्ते साला। ल विवेक अब तेरो पालो। हे सर क्लासमा अरू विद्यार्थी नि छन् त, मलाई मात्र किन सोधे? मेरो इच्छा। त्यसो भए म पनि एन्सर दिन्न, मेरो इच्छा। चुप लाग। ल तँलाई म वाक्य बनाउ सोध्छु है त। बहिष्कारको वाक्य बना त। ल मलाई बहिष्कार शब्द धेरै मनपर्छ। अर्थ खोल्ने गरी बना न। मलाई बहिष्कारको अर्थ खोल्ने वाक्य धेरै मनपर्छ। केही अर्थ लाग्ने गरी चाहिँ बना भने क्या? बहिष्कारको अर्थ लाग्ने वाक्य बनाउन धेरै सजिलो छ। सजिलो भयो बना न त। तपाईँ कस्तो आलु जस्तो मास्टर भने 3टा वाक्य त बनाइसकि त। अब के वाक्यले निबन्ध नै लेखाउने विचार छ कि के हो? चुप लाग फटा। अनि आज क्लासमा एउटी केटी पनि देख्दिन त। ऐना ल्याइदिउँ त? सर सबै केटीहरू डान्स प्र्याक्टिस गर्न गइछन्। त्यही भएर त यो केटीहरूको ठाउँमा बसेर छ त। अनि ऊ त्यो चाहिँ किन घोप्ट्या नि? सर त्यसको पेट दुखी छ अरे क्या। बमिट त आएको छैन नि? अरे सर ब्याउनी लक्षण हो र बमिट आउनलाई। सर तपाईँ यसलाई सोध्दै हुनुहुन्थ्यो त? ए हो है, धन्यवाद बाबु सम्झाएकोमा। पोख्न तँलाई त मैले जानेछ। ल विवेक भन् त राम्रोको पर्यायवाची शब्द के हो? राम्रोको पर्यायवाची? आची होइन पर्यायवाची। त्यही क्या, राम्रोको पर्यायवाची नराम्रो। थुक्क तेरो बुद्धि। यस्तै पारा हो भने तैँले यो परीक्षा पास गर्नै सक्दैनस्। किन नसक्नु नि? चिटको कागज कट्टुभित्र कोचेर लगाएपछि लोकसेवा त पास गरिदिन्छु म। त्यही भएर त म सोध्छु नि एक्जामको बेला चाहिँ तेरो प्यान्ट किन फुल्छ भनेर। द्याट्स माई ट्यालेन्ट नि त सर। चुप लाग गदा। अशोकबाट केही सिक क्या। अहिलेसम्म फर्स्टबाट सेकेन्ड हुन जाने छैन यसले। यो मिसको छोरो हो नि त सर। मिसको छोरो भए चाहिँ फर्स्ट हुन पाइँदैन? पाइन्छ सर। एक्जामको अघिल्लो दिन यसकै घरमा क्वेसन आइपुगिहाल्छ अनि फर्स्ट नहुने त कुरै आउँदैन नि। हे सर यसको फाल्तु कुरा छोडिदिनु। बरु आज चाहिँ अलि धेरै होमवर्क दिनु है। हिजोको त 1 घन्टामै सिद्धिहाल्यो, धेरै गर्नै पाइनँ भने। हुन्छ बाबु हुन्छ। सर मलाई चाहिँ होमवर्क नदिनु है। स्कुलै आउन छोड्दैन, होमवर्क त पाउँदैनस् नि। बाउले मार्छन् अनि के गर्नु त? तँलाई त मैले रेस्ट टिकट गर्न मिल्ने भए अहिले गरिदिइहाल्थेँ। सक्दैनस् तालु बुढो सक्दैनस्। तँलाई यो स्कुलमा जागिर दिलाउने त मै हो। सर जस्तो मान्छेलाई त भन्छस्?
जस्तो आउँछ त्यस्तै फर्काउने बानी छ नि त मेरो। पक आज म तेरै घरमा गएर तेरो बाउले तेरो बानीको बारेमा भनिदिन्छु। मसँग नि तँ अस्ति चोकमा बसेर चुरोट तान्दै गएर फोटो छ, तेरो बुढीलाई पठाइदिउँ कि के हो? ए बाबु त्यस्तो नगर न, तिमी त यो स्कुलको राम्रो विद्यार्थी हो नि। ए सर यो कुरा चाहिँ पछि गर्नु है, मलाई चाहिँ होमवर्क दिइहाल्नु न। साला पढन्तेको बान पहिला तँलाई ठिक पार्छु, पोख्न। ए होइन होइन होइन, ल खा। अया आथा। साँच्चै मैले त चुरोटै तान्ने गरे होइन त।